चाहिँ खेल्ने थालेको चाहिँ अब भयो 7-8 वर्ष चाहिँ मेरो पुरा बितिसक्यो चाहिँ म अब सानैदेखि चाहिँ फुटबलमै इन्ट्रेस्ट गर्थेँ र पुरै मेरो अब गाउँहरूको दाइहरूले नि पुरा फोर्स गर्नुहुन्थ्यो त फुटबल खेल अरू गेम चाहिँ नखेल तर फुटबलै खेल भनेर भन्नुहुन्थ्यो र म फुटबल खेल्दै गएँ र खेल्दै गएपछि अब बुटोल एकाडेमीमा मेरो फुटबल जीवन सुरुवात भयो र सुरुवात भएपछि अब त्यहाँ नि ट्रेनिङहरू राम्रो गर्दै जानुहुन्थ्यो राम्रो दिँदै जानुहुन्थ्यो मैले गर्दै गएँ मिहिनेतहरू गर्दै गएँ र म पछि आफ्नो फुटबल लाइफमा चाहिँ अब जस एउटा प्लेयर बन्न सफल भएँ। यो 16 साफ अन्डर 16 अनि अन्डर 14 फेस्टिभलहरू जस्तै जापानमा अनि अन्डर 14 फेस्टिभल त्यहाँ पनि भएको थियो र यहाँ पनि अनि इरानमा चाहिँ अन्डर 13मा चाहिँ गएको थिएँ म चाहिँ म चाहिँ अब सानोमा चाहिँ अब त्यही घरतिर चाहिँ लोकल म्याच भनौँ न अब साथी भाइहरू अब त्यस्तै खेलिन्थ्यो र बुटोल एकाडेमीमा हुँदा चाहिँ म चाहिँ अब त्यही स्कुल कोकोला कपहरू चाहिँ खेलिरहेको थिएँ अनि पेप्सन कप चाहिँ यहाँ काठमाडौँमा भएको थियो र त्यसमा पनि म म्यान अफ द सिरिज हुन सफल भएँ र त्यसमा जीविस कप जिल्ला विकास समिति कप पनि भएको थियो र त्यहाँ पनि म म्यान अफ द सिरिज हुन सफल भएँ र त्यति हो मेरो अरू चाहिँ त्यस्तो खासै केही छैन। अन्डर 14 फेस्टिभल जहाँ सिलेक्सन थियो र त्यतिखेर म लेफ्ट विङ खेल्थेँ र मलाई कोचले भन्नुभयो त स्ट्राइकर खेल भनेर त्यहाँदेखि चाहिँ मेरो फुटबल केरियर सुरु भयो जस्तो लाग्छ। मेरो चाहिँ एउटा दाइ हुनुहुन्छ सानैदेखि मलाई फुटबल ट्रेनिङ जस्तै फुटबल ट्रेनिङै गराइ राख्नुहुन्थ्यो गाउँतिर चाहिँ अब जस राजेश बुढाथोकी भन्ने मेरो गाउँको दाइ चाहिँ हुनुहुन्छ हामी जस्तो यङ केटाहरूलाई चाहिँ सिकाइराख्ने आफू नि हामीसँग खेल्ने र अनि उहाँले चाहिँ भन्नुहुन्थ्यो अरूहरू ट्रेनिङहरू सकिएर पनि अब मलाई चाहिँ इन्डिभिजुअल चाहिँ गराइराख्नुहुन्थ्यो र फोर्स गर्नुहुन्थ्यो त चाहिँ अब फुटबलै खेल अब अरू गेमतिर चाहिँ त्यस्तो इन्ट्रेस्ट नदे फुटबलमै इन्ट्रेस्ट दे भनेर भन्नुहुन्थ्यो र फोर्स गर्दै म चाहिँ यहाँसम्म पुगेँ जस राजेश दाइले गर्दा भन्न चाहन्छु लाग्छ। त्यतिखेर नि अब आफूलाई त अब फुटबलमै इन्ट्रेस्ट भएर होला नि अब खेलौँ त अब आफूलाई फुटबलै खेल्नकै लागि अब जन्म जस्तो लाग्यो अब त्यतिखेर नि फुटबल खेल्छु भनेर चाहिँ सोचिरहेको थिएँ अहिले नि अझै म फुटबल खेलेर चाहिँ अझै केही गर्छु भन्छु जस्तो लाग्छ। बिहान ट्रेनिङ हुन्छ अब दिउँसोभरि फ्री हुन्छ दिउँसोभरि हल्का बुकहरू हेऱ्यो अनि बेलुका चाहिँ कुनै बेला ट्रेनिङ हुन्छ कुनै बेला हुन्न त्यही गरेर चाहिँ अब बेलुका नि टाइम मिलाएर चाहिँ बुकहरू चाहिँ पढ्ने गर्छु। के भन्नुहुन्छ मलाई चाहिँ जस मम्मीले चाहिँ त्यति फुटबलमा इन्ट्रेस्ट नगर भन्नुहुन्थ्यो तर म चाहिँ इन्ट्रेस्ट दिइरहेको थिएँ र मेरो बाबाले चाहिँ सानैदेखि चाहिँ मलाई अब फुटबलै प्लेयर बनाउने सोच थियो र म बनेँ त्यही अब बाबाले चाहिँ मलाई धेरै फोर्स गर्नुहुन्थ्यो र यताउति अब फुटबल गेम हेराउन चाहिँ लगिराख्नुहुन्थ्यो मम्मीले चाहिँ त्यति फोर्स चाहिँ गर्नुहुन्थेन अहिले चाहिँ मम्मीले नि फोर्स चाहिँ गर्नुहुन्छ। टिचरहरूले चाहिँ अब जस नाम राखेको जस हाम्रो पनि अब अझै यस्तै गर्दै जानु र हामीलाई चाहिँ त्यति नबिर्सिनु त्यस्तै अब अझै मिहिनेत गर्दै गर र नेपालमै अब टप प्लेयर भएर चाहिँ चिनाउनु भन्नुहुन्छ। साथीभाइहरूले नि अब त्यही भन्छन् अब अझै राम्रो गर्दै जा र अझै केही गर्नुपर्छ तैँले त्यस्तै भन्दै जानुहुन्छ। नेपालमा चाहिँ मेरो विजय गुरुङ चाहिँ म सानैदेखि विजय गुरुङको फ्यान हो र बाहिर चाहिँ मेरो लियोनल मेसी अर्जेन्टिनाको चाहिँ म उसको फ्यान हो र अझै नाम चलाउँछु र नेपाललाई चाहिँ मैले अगाडि बढाउँछु भन्ने चाहन्छु र चाहिँ अब नेपाली प्लेयरहरू अब बाहिर चाहिँ हल्का ट्रेनिङ चाहिँ बाहिर गएर नि भनौँ न सानै यङ एजदेखि चाहिँ बाहिर गएर चाहिँ ट्रेनिङ दिइराख्नु चाहिँ अलि नेपालले चाहिँ सहयोग गरेर ट्रेनिङ चाहिँ बाहिर हल्का हुन्छ नि 6 महिना 1 वर्ष जति राम्रो प्लेयरहरूलाई ट्रेनिङ दिएर चाहिँ अनि ल्याएर चाहिँ मैले त्यही ट्रेनिङकै कारण र म्याच एक्सपिरियन्सको कारण चाहिँ अलिक कम देखेको छु नेपालसँग। अब बाहिर चाहिँ नलान सके पनि अब विदेशी कोचहरू चाहिँ लिएर आइरहेको छ तर अलि विदेशी कोच अब बाहिर नि म्याच एक्सपिरियन्स चाहिँ गराइराख्नु पऱ्यो कि अब नेपालीहरू पनि म्याच एक्सपिरियन्स चाहिँ अलिक कमै देखेको छु मैले पनि म्याच एक्सपिरियन्स चाहिँ मेन चाहिँ म्याच एक्सपिरियन्स चाहिँ गराइराख्नुपर्छ भन्छ। मनमा चाहिँ अब मलाई चाहिँ अब बाहिर ट्रेनिङ गर्न पाए चाहिँ अलि आफूलाई चाहिँ उस होला जस्तो लाग्छ अब मलाई मात्र होइन कि मेरो साथीहरूलाई नि अब ग्रुपै लएर चाहिँ बाहिर ट्रेनिङ अब वैशाखमा हाम्रो थाइल्यान्डमा एफसी क्वालिफायर फाइनल चरण हुँदैछ त्यसमा चाहिँ हामीलाई अलि त्योभन्दा अगाडि चाहिँ हामीलाई म्याच एक्सपिरियन्स र बाहिरतिर ट्रेनिङ गर्न लगेको चाहिँ हामीलाई त्यही खुसी लाग्छ। अब आफ्नो एउटा प्लेयर भएपछि त अब राष्ट्रकै लागि चाहिँ अब गर्नै पऱ्यो अब मलाई चाहिँ अब राष्ट्रकै लागि चाहिँ गर्छु र अझै गर्दै जान्छु भन्छु। अब विदेशी भन्नाले नि अब नेपालमा चाहिँ अहिले चाहिँ अब फुटबल खेलेर नि केही आफ्नो जीवन चाहिँ चलाउन सकिन्छ छ होइन क्लबहरूमा पनि अब
मन्थली पे भनौँ न राम्रै छ जे आफूले चाहिँ अब राष्ट्रकै लागि गर्छु भन्छु अब जे भनौँ न आफूलाई चाहिँ जेमा इन्ट्रेस्ट छ चाहिँ त्यो चाहिँ अब सानैदेखि चाहिँ आफूले त्यहीमा इन्ट्रेस्टै दिन पर्यो जे अब फुटबलमै इन्ट्रेस्ट छ भने फुटबल नै सानैदेखि अब गर्न पर्यो मेहनतहरू गर्न पर्यो फुटबलमै अब पछि गएर चाहिँ जे एउटा प्लेयर चाहिँ बन्न सक्छ म के मेसेज दिन चाहन्छु भने अब फुटबलमै इन्ट्रेस्ट छ भने त फुटबलमै अब इन्ट्रेस्टै गरिराख्नु पर्यो र अरूमै इन्ट्रेस्ट छ भने अब अरू खेलकुदमै इन्ट्रेस्ट छ भने त्यहीमा गरिराख्नु पर्यो त्यही मेसेज दिन चाहन्छु। फुटबलको इन्डिभिजुअलले भन्नुपर्दाखेरि चाहिँ ऊ एउटा उत्कृष्ट खेलाडी हो साउथ इस्टकै होइन यो लेभलमा त्यो लगायत मेरो सम्पूर्ण टिमको त्यत्तिकै एउटा महत्त्वपूर्ण भूमिका र योगदान छ टिममा एज अ टिम गेम भएको हुनाले सबैको त्यत्तिकै नै भूमिका निर्वाह हुन्छ होइन त्यो बाहेक बाबुजी पनि विमल आज अहिलेको जुन अन्डर 16 क्वालिफिकेसन राउन्डमा त्यो क्याप्टेनसिपको निर्वाह गरेर ऊ एउटा सिनियर टिममा पनि परिसकेको हुनाले उसको भूमिका चाहिँ विशेष रह्यो त्यो आफ्नो ठाउँमा छ त्यसको नतिजा नै अहिले हामी अब एउटा सार्क राष्ट्रकै एउटा प्रतिनिधित्व गरेर हामी एएफसी अन्डर 16 को क्वालिफिकेसन राउन्डको फाइनल राउन्डमा पुग्न सफल भएको छौँ होइन त्यसमा म श्रेय सबै खेलाडीहरूलाई पनि दिन चाहन्छु समग्रमा मेरो टिममा सबैजना त्यत्तिकै महत्त्वपूर्ण खेलाडीहरू हो फाइनल राउन्डमा एउटा एसियाका उत्कृष्ट टिमहरू जुन फाइनल राउन्डमा पुगिरहेछन् होइन उनीहरूको सामु पनि हामी प्रतिस्पर्धात्मक रूपमा हामीले खेल्नुपर्ने आवश्यक छ भने अब यसको लागि विशेष रूपमा मैले ट्रेनिङ प्लानिङहरू गर्नुपर्छ त्यसैले अब समय छ पर्याप्त मात्रामा हेरौँ अब आशा पनि मैले जुन अब यो टिमलाई मैले हेरेको लगभग 2 वर्ष हुन लाग्यो 2 वर्षै भयो यो अहिलेको डिसेम्बरसम्ममा मेन महत्त्वपूर्ण भूमिका भनेको पनि अनुशासित हो अनुशासित भएका कुनै पनि क्षेत्रमा सफल हुन सक्दैन त्यसैले मेरो चाहिँ म जुन फुटबल क्षेत्रमा मैले विगत 20-25 वर्षदेखि मन लागिरहेको छु आज म युवा खेलाडीदेखि लिएर अहिले सिनियर टिमसँग अहिले कोच हुँदाखेरि पनि सम्पूर्ण म चाहिँ प्रथम प्राथमिकता नै म अनुशासनमा म फोकस गर्छु होइन विमल लगायत सम्पूर्ण मेरो टिममा सबै उत्तिकै सबैजना अनुशासित छ त्यही अनुशासितको नतिजाले नै आज यो हामी यो साफ च्याम्पियनसिप र अन्डर 16 साफ च्याम्पियनसिप एएफसी अन्डर 16 क्वालिफिकेसनमा क्वालिफाइड हुन सफल भएको जस्तो मलाई लाग्छ यो अन्डर 16 जुन अहिले जुन यो नतिजा आउनुमा मुख्य चाहिँ हामीले 2 वर्षसम्म निरन्तर रूपमा हामीले यो टिमलाई रेगुलर ट्रेनिङ राम्रो सुविधा राम्रो एक्सपोजर राम्रो ट्रेनिङहरू अन्डर 14 फेस्टिभलदेखि लिएर जापानमा लगेर खेलाएँ यहाँ खेलेँ फ्रेन्डसिप म्याचहरू विभिन्न क्लबहरू त्यो नै हामी निरन्तर त्यो पनि एउटा सक्सेसफुलको पार्ट हो कि यसरी नै अब हामी जुन सिनियर टिमको पनि एउटा एचिभमेन्टको लागि चाहिँ यसरी नै निरन्तर रूपमा राम्रोसँग सुविधा राम्रोसँग ट्रेनिङ फ्रेन्डली